स्ट्रेट अफ हर्मुज बन्द हुँदाखेरि यसले ऊर्जा सङ्कटमा मात्रै सीमित नभएर अहिले मलमा पनि सङ्कट देखिन थालेको छ। यसले निकट भविष्यमा खाद्यान्न सङ्कट निम्त्याउने देखिन्छ विश्वभरि नै, विश्वव्यापी रूपमै। र यही समस्यालाई मध्यनजर गरेर रुस र चीनले जुन निर्यातलाई चाहिँ प्रतिबन्ध लगाएका छन्। यिनीहरू विश्वका ठुला उत्पादनकर्ता हुन् मलका चाहिँ। हामीले भन्छन् युरियाहरू, नाइट्रोजन मलको निर्यातमा चाहिँ पूर्ण रूपमा प्रतिबन्ध नै लगाइएको छ। रुसले 1 महिनाको लागि भनेको छ, चीनले चाहिँ प्रतिबन्ध लगायो। अब किसानहरूलाई एउटा मलको मूल्य वृद्धि हुँदाखेरि लागत बढी पर्न जाने हो र अर्को मल उपलब्ध नहुँदाखेरि उत्पादनमा ह्रास आउने भयो। दुवै तर्फबाट क्षति नै हुने सम्भावना अहिले देखिन्छ। किनभने विश्वव्यापी रूपमा चाहिँ जुन यो युरियाको लगभग 1/3 हैन, यो युरिया उत्पादन गर्नको लागि यसलाई अमोनिया भन्ने ग्यासको चाहिँ आवश्यकता पर्छ। अब यो अमोनिया ग्यासको 1/3 चाहिँ निर्यातकर्ता देशहरू अथवा निर्यात हुने ठाउँ स्ट्रेट अफ हर्मुज बन्द भइसकेको छ। यसले विश्वमै सबैभन्दा सस्तो पर्ने प्राकृतिक ग्यास चाहिँ अब उपलब्ध हुने देखिँदैन यो युद्ध नरोकिएसम्म। यसले नेपालमा के असर पार्छ अथवा कति हामी चाहिँ यसबाट प्रभावित हुन्छौँ? नेपालमा रासायनिक मल उत्पादन हुँदैन, हामीले विदेशबाटै ल्याउने हो। धेरै जस्तो भारत बङ्गलादेश हुँदै नेपालमा आउने हो। अब केही समय अगाडि नेपालमा चाहिँ यो मलको चाहिँ प्लान्टहरू निर्माण गर्ने योजनाहरू आएका थिए। त्यसको लागि चाहिँ डिपिआरसम्म भएको थियो, तर त्यो योजना कार्यान्वयन नहुँदाखेरि अहिलेसम्म पनि नेपालले चाहिँ यो रासायनिक मल आयातमै भर पर्नु परेको छ। अब नेपालमा मुख्यतया 7 प्रकारका रासायनिक मलहरू प्रयोग हुन्छन्। तीमध्ये युरिया र डिएपी मल चाहिँ नेपालमा अत्याधिक प्रयोगमा ल्याइएको पाइएको छ। यसरी मल आयातमा चाहिँ बाधा पर्दाखेरि नेपालका किसानहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्। यसबाट जोगिनको लागि हामीले जैविक मलमा फर्किनु एउटा राम्रो विकल्प हो। जस्तो पशु पक्षीका मलहरू, गाई भैँसीका मलहरू हैन उत्पादन गर्ने, यसले हामीलाई चाहिँ सस्तो पनि पर्न जान्छ। त्यसै गरी नेपालमा केही जैविक मल चाहिँ उत्पादन गर्ने प्लान्टहरू पनि छ। 1,60,000 मेट्रिक टन चाहिँ नेपालको कुल वार्षिक उत्पादन गर्छन् यिनीहरूले। लगभग 25वटा चाहिँ यस्ता उत्पादन केन्द्रहरू रहेको बुझिएको छ। अब सबैभन्दा पहिला यस्ता उत्पादन केन्द्रहरूलाई सरकारले चाहिँ अनुदान दिएर जैविक मल उत्पादनमा प्रोत्साहन गर्न पर्यो, एउटा कुरो। दोस्रो कुरो, किसानले पनि आफैले गाई वस्तुका मलहरू प्रयोगमा बढी जोड दिनुपर्ने समय आयो। किनभने यसरी लामो समयसम्म यी मल चाहिँ रोकिएमा नेपालमा पनि यसले ठुलो खाद्य सङ्कट निम्त्याउनेछ। भलै खेतीपाती गर्ने मान्छे नेपालमा धेरै कम भइसके, तर पनि मानिसहरूको जीविकोपार्जन खेतीबाटै हुने भएकोले मान्छेसँग जतिसुकै पैसा भए पनि खानको लागि चाहिँ अन्नै चाहिन्छ। अन्नै चाहिने भएकाले खाद्य सङ्कटलाई मध्यनजर गरेर सरकारले जैविक मल उत्पादनमा र जैविक मल प्रयोगमा प्रोत्साहन गरोस्। धन्यवाद।